उनी मेरो समीपमा आएर बोलिन्, म तिमी बिना एकैछिन पनि बाँच्न सक्दिनँ। म झर्केर बोले, तर म तिमी बिना पनि बाँच्न सक्छु। पानीको फोका जस्तै फुट्यो हाम्रो माया। उनी मेरो अँगालोमा पेरिन आइन्। मैले उसको हात झटारिदिएँ। नचाहँदा नचाहँदै छुट्यो हाम्रो माया। उसको आँखामा आँसु थियो, मेरो ओठमा मुस्कान थियो। पानीको फोका जस्तै फुट्यो हाम्रो माया। नचाहँदा नचाहँदै छुट्यो हाम्रो माया। उनी घोप्टिएर सुकसुकाउन थालिन्। मैले मौनताको थप्पड मारे। तिभो अलिकति नजर लाग्यो पापी दुनियाँको। उनी चुपचाप थिइन्। म हिँड्न खोजे। मेरो पाखुरा समाउँदै उनी बोलिन्, मलाई छोडेर कहाँ जान्छौ? मलाई पनि तिमीसँग हिँड्नु छ प्लिज। छुट्यो हाम्रो माया। मेरो रिसले सीमा नाग्यो। म राक्षसी स्वरमा कराएँ, मार्था, मेरो पछि लाग्न छाडिदेऊ। हाम्रो प्रेमलाई एउटा मिठो सपना सम्झ। मार्थाको विवाहको दिन म धेरै रोएँ। मैले त्यस दिन मात्र थाहा पाएँ मार्थाको मूल्य कति थियो मेरो जिन्दगीमा। जानिन छु मैले मनको माया देखाउन। त्यो दिन खाना नखाई त्यत्तिकै सुतेँ। भोलिपल्ट बिहानै उठेँ। गाउँभरि हल्ला चलिरहेको थियो। सकिन छु तिम्रो मनमा माया लेखाउन। मार्थाले झुन्डिएर आत्महत्या गरिन् रे। आज म पश्चातापको आगोमा जलिरहेको छु। आखिर किन मैले मार्थाको मायालाई बुझ्न सकिनँ? सकिन छु तिम्रो मनमा माया लेखाउन। सबै दोष मेरै भनी मानुमा कसोरी। सबै दोष मेरै भनी मानुमा कसोरी। तिमीलाई पराई पनि ठानुमा कसोरी। हजुर, यो थियो भुटानी कथाकार प्रवासी कृष्ण गालद्वारा लिखित पश्चाताप नामक एउटा मर्मस्पर्शी कथा। र यस्तै कथाहरू तपाईँहरूसँग पनि भए हामीलाई विदेश.5@gmail.com मा पठाउन सक्नुहुनेछ। र तपाईँहरूको कथाहरूलाई हामी रेडियो सृजनाबाट प्रसारण भइरहेको कार्यक्रम सायद मेरो कथामा प्रसारण गर्नेछौँ भन्दै अहिले भने म कार्यक्रम प्रस्तुता विदेश बिदा हुन चाहन्छु। हस् त, नमस्ते।